नमस्कार। अघिल्लो अङ्कमा चाहिँ हामीहरूले प्रदेशको, प्रान्तको, राज्यको भनौँ एकल अधिकारको बारेमा तुलनात्मक विश्लेषण गऱ्यौँ। अब यो अङ्कमा चाहिँ सङ्घ र प्रदेशको साझा अधिकारको तुलना गर्नेछौँ। पहिलो संविधान सभाको विषयगत समिति, राज्य पुनर्संरचना आयोग र नेपालको वर्तमान संविधानले सङ्घ प्रदेशको साझा अधिकार चाहिँ कसरी बाँडफाँड गरेका रहेछन् र त्यसको तुलनात्मक विश्लेषण चाहिँ कस्तो हुँदो रहेछ भनेर चाहिँ यहाँ म प्रवेश गर्न चाहन्छु। पहिलो संविधान सभाको विषयगत समिति, राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति, राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड उच्च स्तरीय सुझाव आयोग र नेपालको संविधानले प्रदेशमा रहने एकल अधिकारको तुलनात्मक साझा अधिकारको तुलनात्मक विवेचना यो खण्डमा गरिनेछ। विषयगत समितिले अनुमोदन गरेको अधिकार र विशेषता, त्यसमा 27 बुँदा थिए र दोस्रो साझा अधिकारको सूची धेरै विस्तृत थियो। त्यसलाई विस्तृतीकरण गरेको थियो, फैलावट निकै थियो। शिक्षा, विद्यालयदेखि उच्च स्तरसम्म, स्वास्थ्य सेवा, कर प्रणाली, ऊर्जा, विद्युत, जलस्रोत, उद्योग, व्यापार, वातावरण संरक्षण, वन, यातायात, सडक आदि। यसको विशेषता हेर्दाखेरि के देखिन्छ भने प्रदेशलाई बलियो बनाउने दृष्टिकोण देखिन्छ। सङ्घसँग मिलेर काम गर्ने तर सङ्घको वर्चस्व चाहिँ न्यून गरिएको छ। स्थानीय तहलाई खासै ध्यान दिएको थिएन। अब राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड उच्च स्तरीय सुझाव आयोगले 11 प्रदेश प्रस्ताव गरिरहँदा साझा अधिकार केही सङ्कुचित गरेको छ। यसको विशेषताहरू: माध्यमिक तहसम्मको शिक्षा, स्वास्थ्य नीतिगत विषय, कर राजस्वको नीति, जलस्रोत र विद्युत, सडक, यातायात, वातावरण र प्राकृतिक स्रोत आदि मात्रै दिएको देखिन्छ। साझा अधिकारमा सङ्घ र प्रदेश बीच सन्तुलन ल्याउने प्रयास गरिएको छ। यसको विशेषता: सङ्घलाई बढी प्राथमिकता र प्रदेशलाई कार्यान्वयन गर्ने र साझेदारी गर्ने मात्रै ठानिएको छ र सङ्घीयता अभ्यासमा व्यावहारिक दृष्टिकोण अपनाएको छनक दिएको छ। यो चाहिँ अव्यावहारिक हुन्छ भनेर। अब नेपालको संविधान 2072ले चाहिँ अनुसूची 9मा यसको साझा अधिकारको व्यवस्था गरेको छ। त्यो साझा अधिकारलाई स्पष्ट रूपमा संविधानमै व्यवस्था गरेको छ। हुन त अरू समिति र आयोगले पनि संविधान निर्माण गर्न पाएको भएदेखि त्यसलाई चाहिँ संविधानमै व्यवस्था गर्थ्यो होला, तर त्यो त प्रस्तावहरू मात्रै भए। त यसले चाहिँ संविधानमै व्यवस्था अनुसूची 9मा गरेको छ। त्यो एउटा विशेषता हो। शिक्षा, माध्यमिक तहसम्म, स्वास्थ्य सेवा, कर नीति, विद्युत, जलस्रोत, कृषि, वन, पर्यटन, उद्योग, श्रम, वातावरण संरक्षण, सामाजिक सुरक्षालाई चाहिँ साझा अधिकारको रूपमा लिएको छ। र यसको विशेषता भनेको चाहिँ सङ्घलाई प्राथमिकता, यदि द्वन्द्व भयो भने सङ्घीय कानुन लागू हुन्छ। के अरे द्वन्द्व हुँदाखेरि चाहिँ सङ्घ चाहिँ चुप लाएर बस्दैन, त्यस्तो खालको चाहिँ देखिन्छ। प्रदेशसँग स्पष्ट साझेदारी, कानुनले सीमा रेखा निर्धारण गर्छ। स्थानीय तहलाई पनि आंशिक समावेश गरेको छ, जस्तै आधारभूत शिक्षा, प्राथमिक स्वास्थ्य। कतिपय कुराहरू ओभरल्याप भएका छन् प्रदेशका र स्थानीय तहका। पहिलो चरण, अब यसलाई कसरी व्याख्या गर्नु छ भने प्रदेशमुखी दृष्टिकोण, सङ्घ कमजोर, समितिले गरेको। दोस्रो चरण, आयोगले सङ्घ प्रदेश सन्तुलन, सङ्घलाई बढी प्राथमिकता। अन्तिम संविधान 2072ले चाहिँ त्रितहीय तहको साझा व्यवस्था तर सङ्घीय कानुन सर्वोच्च हुने प्रावधान चाहिँ ल्याएको छ। यसलाई तुलनात्मक तालिकाबाट पनि प्रष्ट गर्न सकिन्छ। जस्तो समितिले गरेको 14 प्रदेशमा चाहिँ साझा अधिकारमा शिक्षा, स्वास्थ्य, कर, ऊर्जा, उद्योग, वातावरण, यातायात विस्तृत गरेको थियो। विशेषता यसको प्रदेशलाई बलियो, सङ्घ कमजोर, स्थानीय उपेक्षित थियो। आयोगले 11 प्रदेश बनाइरहँदाखेरि यसका दायराहरू चाहिँ फराकिलो थियो। शिक्षा, माध्यमिक, स्वास्थ्य नीति, कर, राजस्व, ऊर्जा, सडक, वातावरण। अब यसको विशेषता चाहिँ के छ भने सङ्घ प्रदेश सन्तुलन र सङ्घ प्राथमिक व्यावहारिक दृष्टि दिएको देखिन्छ। अब तेस्रो संविधान 2072ले चाहिँ शिक्षा, माध्यमिक तहसम्म, स्वास्थ्य, सङ्घलाई
कर नीति, कृषि, वन, ऊर्जा, पर्यटन, उद्योग दिएको छ। सङ्घलाई प्राथमिकता दिएको देखिन्छ। केन्द्रीय सङ्घलाई प्रदेशसँग साझेदारी र स्थानीय आंशिक रूपमा समावेश गरिएको छ। अब यसको व्याख्या ठ्याक्कै एकै वाक्यमा व्याख्या गर्दाखेरि चाहिँ पहिलो चरण समितिले चाहिँ प्रदेशमुखी दृष्टिकोण र सङ्घ कमजोर बनाएको छ। दोस्रो चरण आयोगले सङ्घ प्रदेशलाई सन्तुलन, सङ्घलाई बढी प्राथमिकता, र तेस्रो अन्तिम संविधान 2072ले चाहिँ 3 तहको साझा व्यवस्था तर सङ्घीय कानुन सर्वोच्च हुने प्रावधान राखिएको देखिन्छ। नमस्कार, धन्यवाद। तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन, लाइक कमेन्ट पनि गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।